हेलो नमस्ते। म चाहिँ बेलुकाखेरि गिफ्ट लिनु गएको हेर्दैछु हो, खोइ के किनौँ भयो गिफ्ट पनि। त्यहाँबाट चाहिँ मैले किनिसकेँ। किनेर घरमा आएर चाहिँ प्याक गर्दैछु। रात पुरा भइसकिसक्यो, अब छिटो गर्नुपर्छ। मैले चाहिँ प्याक फटाफट गरेँ हो। आजु चाहिँ ट्युसन गइरहेको छ। यहाँ चाहिँ मेरो प्याक भइसकेर चाहिँ यहाँ चक्लेट पनि नानीहरूको लागि। त्यहाँबाट चाहिँ म घरबाट निस्केँ। खप्रेल बजारमा त जाम रहेछ हो। अब आशुको ट्युसन सिधै आशुलाई मैले ट्युसनबाट लिएर आएर चाहिँ हामी आमा छोरी जाँदैछु। हामी चाहिँ गएको सालबारी। मेरो आमाजू दिदीको चाहिँ सालगिरह हो नि त, बिहाको। त्यहाँदेखिको हामी पुगेर चाहिँ जाँदैछौँ भित्र। 8:30 भइसक्यो। नानाहरूले चाहिँ केक काटिसक्नु भएको रहेछ हो। ढिलो भएर ट्युसनमै पुरा ढिलो भयो नि त आशुको, त्यही कारण हामी चाहिँ ढिलो पुग्यौँ। यहाँ चाहिँ सबैजना बिजी छ, कोही पकाउनुमा हो, भान्जीको नानीहरू। अन्त मैले चाहिँ यहाँ पहिले गएर गिफ्टहरू दिएँ। त्यहाँबाट गिफ्टहरू दिइसकेर चाहिँ केकदेखिको स्टार्ट भयो। आशु बस्यो, केकदेखिको स्टार्ट त्यहाँबाट पुच्कामा। यहाँ चाहिँ पुग्ने बित्तिकै आशु चाहिँ हात धोएर पहिला त म पुच्का खान्छु भन्दैछ हो। यसलाई चाहिँ पुच्का भनेपछि फेरि यस्तो मनपर्छ। अन्त लु न त भनेर पुच्का खानु थाल्यो। मेरो पनि पुच्का खाएको भिडियो बनाऊ ल भने नि त मैले हुन्छ भने लु आमा छोरी चाहिँ पहिला पुच्कै खाऊँ न त भनेर केक पनि नखाइ पहिले पुच्का। यता चाहिँ आशुको पापाको फोन पनि आएर दुईजना नानाहरू बात मार्नु हुँदैछ हो आशुको पापासँग। यहाँ चाहिँ मैले पनि पुच्का खाएको आशुले भिडियो गरिदिएको। वाह यस्तो गर्मीमा शीतल भएको चिसो पुच्काको पानी हो। अन्त यता आशुहरू चाहिँ फेरि खेल्नु थाल्यो। तिनजना ठिक्कै भेट भएछ हो। यता भान्जीको छोरी हाम्रो आशु, अन्त अर्को एकजना नानी पनि रहेछ नि त यहाँ। ऊ भाइ पनि बिचरा नानीहरूसँग खेल्नु खोज्दैछ। ऊ नानाहरूले चाहिँ के खेलाउने हो, यिनीहरू चिडिया उड भन्ने खेल्दैछ। अन्त यता चाहिँ हामीहरूको अलग्गै गफ हुँदैछ। उता दाजुहरू अलग्गै, हामी यता लेडिज पार्टी अलग्गै हो। अन्त उता बिचरा किचनमा चाहिँ भान्जीहरू खटेकै छ। नानाले चाहिँ यहाँ पुरा हँसाउनु हुँदैछ नि त। यहाँ पुरानो गीत बज्दै रहेछ हो। अन्त नानाले त्यो पुरानो गीतको भन्दै हाँस्दैछ, गाना गाउँदै नानाहरू नि हाँस्नु हुँदैछ। लु अब निकै रात पऱ्यो भनेर नानाहरूलाई चाहिँ, ऊ चाहिँ ठुलो नाना हो नि त, नानालाई चाहिँ खाना दिनुपर्छ। अब नानाहरू जानुहुन्छ भनेर चाहिँ खाना पहिला नानाहरूलाई, सेकेन्ड ट्रिप फेरि यता हो नानाहरू खानुभयो। थर्ड ट्रिप चाहिँ फेरि हामीहरू भान्जी हामीहरू आशुहरू खाँदैछौँ हो। यस्तो मजा आयो, रमाइलो हो। यो भिडियो चाहिँ मैले अलिकति ढिलो अपलोड गर्दैछु हो, नभ्याएर। हुन्छ आजलाई यति नै, बाई बाई। आशुहरूको काम लास्टमा भाँडा धुने हो। हुन्छ बाई बाई।